धन्यवाद कार्यक्रम सञ्चालक सर। सुदूरपश्चिमको शैक्षिक अग्रणी संस्था ऐश्वरी बहुमुखी क्याम्पसको 19औं वार्षिक उत्सव तथा अभिभावक दिवस 2081 को समापन समारोहका अध्यक्षज्यू, त्यसै गरी यस ऐश्वरी बहुमुखी क्याम्पसको निमन्त्रणालाई सहज रूपमा स्वीकारेर आजको यस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन आदरणीय व्यक्तित्व प्राध्यापक डाक्टर महानन्द चालिसेज्यू, यसै गरी यस कार्यक्रमको विशिष्ट अतिथिज्यू, निमन्त्रणालाई सहज रूपमा स्वीकारेर आउनुभएका सम्पूर्ण अतिथिज्यूहरू, सम्पूर्ण गुरुवर्गहरू र प्रिय विद्यार्थी साथीहरू, सर्वप्रथम स्वीकार्नुहोस् अन्यराष्ट्रिय ऐश्वरी बहुमुखी क्याम्पसको कमिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो शैक्षिक अभिवादन। प्रिय विद्यार्थी साथीहरू, 2081 को यो वार्षिक उत्सव 2081 मा समापन हुनुपर्नेमा 2082 मा आएर समापन भइरहेको छ। पनि हामी यसमा खुसी नै मान्नुपर्ने भएको छ। हामीहरू देखिरहेका छौँ हजारौँ विद्यार्थी हुनुपर्ने हजारौँ विद्यार्थी हुनुपर्नेमा केही सङ्ख्याको विद्यार्थीको उपस्थितिमा हामी यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ। म आज तपाईँहरूसँग धेरै कुराहरू नराखिकन यहाँ थुप्रै अग्र व्यक्तित्वहरू हुनुहुन्छ, म उहाँहरूसँग ऐश्वरी बहुमुखी क्याम्पसको स्तर उन्नति र यहाँका विद्यार्थीहरूका केही मुद्दाहरूलाई म यहाँहरू सामु प्रस्तुत गर्न चाहन्छु। ऐश्वरी बहुमुखी क्याम्पस अहिले पछिल्लो समय देशभरिमै सामुदायिक क्याम्पसहरूमा विद्यार्थीहरू नपाउने अवस्था भइरहेको बेला ऐश्वरी बहुमुखी क्याम्पसमा धेरै विद्यार्थी भएको कारणले, विद्यार्थीको चाप फेर्न नसकेको कारणले ऐश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी भर्ना प्रक्रिया बन्द गर्नुपर्ने अवस्था आएको छ। यो एउटा सकारात्मक पक्ष हो भने एउटा नकारात्मक पक्ष के भएको छ भने ऐश्वरी बहुमुखी क्याम्पसमा हामीले चाहिँ पढ्न चाहेर पनि विद्यार्थीले चाहिँ भर्ना नगर्नु सक्ने अवस्था भएको छौँ। यसको मुख्य कारण भनेको हाम्रो भौतिक अवस्था र यहाँ जनशक्तिको अभावको कारणले हामीले चाहिँ विद्यार्थीहरू भर्ना गर्ने क्रममा बन्द गर्नुपर्ने अवस्था भएको छ। त्यसैले म यहाँ थुप्रै व्यक्तित्वहरू हुन्छ ऐश्वरी बहुमुखी क्याम्पसलाई अहिले सम्बन्ध क्याम्पसको रूपमा हामीले त्रिभुवनको चलाइरहेका छौँ भने यसको जनशक्ति वृद्धि गरेर यसको भौतिक स्थिति भौतिक संरचनालाई हामीले बढाएर अब केही निकट भविष्यमा हामीले चाहिँ ऐश्वरी बहुमुखी क्याम्पसलाई कसरी त्रिभुवन विश्वविद्यालयको सुदूरपश्चिममा आङ्गिक क्याम्पसको रूपमा ऐश्वरी बहुमुखी क्याम्पसलाई सञ्चालन गर्न सक्छौँ भन्ने कुरामा सम्पूर्ण सर्वपराला पक्षले चासो दिनुपर्ने अवस्था छ। पछिल्लो समय ऐश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी